हेलो एभ्रिवान। सो धेरै पछि नै भनौँ ट्याक्क म यता हाम्रो प्यारो सुन्दर ठाउँ जाल्पादेवी मन्दिरमा आइपुगेको छु र यहाँ आउँदाखेरि अझै एकदमै सुन्दर देखेको छ। हुन त यो ठाउँ अलरेडी सुन्दर, पवित्र, प्यारो, शान्त, एकान्त मलाई मनपर्ने ठाउँमध्ये एक हो। किनकि यहाँ चाहिँ मलाई त्यति बेला अझ एकदमै सुपर्ब लाग्छ जति बेला चाहिँ यहाँ एकदमै कोही मान्छे हुँदैनन्, एकान्त शान्त हुन्छ, ताकि म यो चराहरूसँग, यो होइन नदीसँग, यो रुखपातहरूसँग चाहिँ मजाले हाँस्न, खेल्न, रमाउन र यिनीहरूलाई हेर्न सक्छु। र मलाई लाग्छ यिनीहरूले मलाई पर्खिरहेका हुन्छन् कि कहिले आउला यो मान्छे, कहिले मसँग मजाले बस्ला, होइन, कहिले कुराहरू गर्ला, कहिले मलाई चाहिँ हँसाइदेला, कहिले मेरो फोटो खिचिदेला, भिडियो बनाइदेला भनेर पर्खिरहेको हुन्छन् जस्तो मलाई लाग्छ। सो एनिवे यो प्लेस यो हुन्छ नि, जति हुन्छ नि एउटा सुसज्जित, फ्यासिलिटेड जुनसुकै ठाउँ घुमे पनि एउटा किसिमको शान्त, एकान्त, रुख, जङ्गल, पहाड, प्राकृतिक रिसोर्सेस, साइलेन्ट प्लेसहरू घुम्नुको हुन्छ नि एउटा मजा नै बेग्लै छ, एउटा भाइब नै बेग्लै छ भन्न रुचाउँछु कि। एक किसिमले त यो जाडोको मौसम, आज फेरि अलिकति घाम लागेको छ। ओहो, पुसमा यत्तिको घाम लागेको सायद आज पहिलो दिन नै हो कि क्या हो है। सो आज पुसको 26 गते है, शनिबार, सटरडे पनि छ, ट्याक्टर फ्री पनि छ, मान्छेहरू अलिकति केही हुनुहुन्छ उतातिर मन्दिरतिर। तर चाहिँ म स्पेसली आउने भनेको यहाँ पूजा गर्न भन्दा पनि बढी चाहिँ म यतातिर ट्याक्क यतातिर बस्न, यहाँको साइलेन्स, यहाँको एउटा शून्यता, एउटा शान्ति, यहाँको यो प्राकृतिक सौन्दर्यता, यहाँको रुखहरू, चराचुरुङ्गीहरूको आवाज सुन्न, एकान्तमा एकदम त्यो हुन्छ नि एकान्तको सङ्गीत सुन्न र सुनाउन आउँछु क्या। सो यतातिर एकदमै अलि युजली म जति बेला आइरहेको छु त्यति बेला अलिकति केही डिफ्रेन्ट चेन्ज देखिरहेको छु र चेन्ज एकदमै पोजिटिभ छ क्या। अहिले यता पनि यो बनेको छ होइन, ट्याक्क अब यो हाम्रो कालिकाको थान उता छ, यो प्रतीक्षालय बस्ने, अनि यो हाम्रो कालिका देवीको मन्दिर छ यो है। सो यति सुन्दर ठाउँको लागि, यो अस्तित्वलाई, परमात्मालाई जति धन्यवाद दिए पनि कम हुन्छ। अब उतातिर देखिसक्नुभयो त्यो मन्दिरको साइड हो, यतातिर टक्कै हाम्रो यो कालिका देवीको मन्दिर। टक्क यो राउन्डबाट यसो मन्दिरको एक राउन्ड हान्न सकिन्छ तपाईँले, टक्क यसो हुँदै है। सो पहिला अलि जङ्गल जस्तो, झार जस्तो थियो, अहिले चाहिँ अलिकति फलानी भएको छ र यो राम्रो पनि हो। धेरै पुरै जङ्गल पनि राम्रो हुँदैन, यत्तिको चाहिँ हुनुपर्छ ठ्याक्क होइन। त्यो जङ्गल भन्दा नि झार जस्तो थियो क्या, झार बुट्यानहरूले गर्दाखेरि एकदम फोहोर, एकदमै त्यो भनौँ न एउटा अलिकति झाडी जस्तो थियो। सो अहिले चाहिँ सफा क्लिन भएको छ, ट्याक्क ट्याक्क रुखहरू चाहिँ माथि एकदमै मजाले हाँसिरहेका छन्, यसो राम्रो पोज दिइरहेका छन्। हुन त मेरो मोबाइल खासै राम्रो छैन, तर पनि जे होस् यत्तिको चाहिँ क्याप्चर गरेको छ भनौँ। मैले चाहिँ धेरै भिडियो बनाएको, टाइम स्पेन्ड गरेको ठाउँ भनेको यो प्रतीक्षालय हो है। अनि अहिले म त्यहाँ पनि बस्ने गर्छु, त्यो मलाई नै पर्खिरहेको छ अहिले। सो म यो एकान्तसँग, शान्त वातावरणसँग केही समय गफगाफ गर्छु होइन। सो त्यसपछि अगाडिबाट यसो गयो भने म तपाईँहरूलाई उताको सिन पनि देखाउनेछु होइन। सो तपाईँहरू चाहिँ आफ्नो फ्री टाइम कतिको प्रकृतिसँग युटिलाइज गर्नुहुन्छ, अथवा फ्री त मान्छे कहिले पनि हुँदैन, किनकि मान्छेको अनेक काम हुन्छ, काम नभए पनि मान्छेले केही न केही काम बनाइरहन्छ होइन। यता यो गर्नु छ, ऊ गर्नु छ, यहाँ जानु छ, त्यहाँ जानु छ, यो भिडमा जानु छ होइन। भनेको मान्छे व्यस्त हुने हजार बहानाहरू छन्, कामहरू भइहाल्छ र खोजी पनि हाल्छ मान्छेले, तर एकान्त हुने अवसरहरू, बहानाहरू कमै मिल्छन्। त्यही भएर जस्तो सुकै बिजी सेड्युलमा पनि एकदमै शान्त, एकान्त हुने अवसर चाहिँ मिस गर्नु हुँदैन भन्ने जस्तो लाग्छ। र मिल्यो भने त मिस गर्नै भएन, र नमिले पनि यसो मिलाएर केही समय चाहिँ शान्त, एकान्त, प्रकृतिसँग आनन्द लिनुपर्छ जस्तो मलाई लाग्छ है। सो तपाईँहरूलाई चाहिँ के लाग्छ? मलाई चाहिँ एकदमै अनुभव भएको कुरा हो, मैले एभ्रिडे फेस गर्ने कुरा हो। किनकि आफू तपाईँ जति पनि साथीभाइ यो त्योसँग जानुहोस्, भिडमा जानुहोस्, त्योको कम्पेरिजनमा एक्लै शान्त, एकान्त प्रकृतिसँग होइन, लामो श्वास लिँदै, चराचुरुङ्गीको आवाज सुन्दै, गीतहरू सुन्दै, आफैसँग रमाइरहेको, आफैलाई हेरिरहेको, आँखा बन्द गरिरहेको होइन, तर पनि सब चिज देखिरहेको जुन यो एउटा मोमेन्ट हुन्छ, त्यो एकदम प्रिसियस हो जस्तो मलाई लाग्छ है। क्या सुन्दर! अब यो ठाउँको सुन्दरता म वर्णन गर्न नि सक्दैन कि।
चाहन्छु मेरो एउटा गीत छ चाहन्छु म धेरै धेरै बुझिदेऊ न पागल नै छु म हैन यो ठाउँमा आउनको लागि एकदमै म पनि एकदमै हुन्छ नि उत्साहित हुन्छु एकदमै आनन्दित हुन्छु र म चाहन्छु यो ठाउँ यस्तै शान्त एकान्त भइरहोस् र यहाँ आएर मजाले यसरी हैन मजाले आनन्दसँग मजाले हैन यहाँको शून्यतालाई यहाँको एकान्तलाई यहाँको मौनतालाई म अनुभव गर्न सकु क्याप्चर गर्न सकु हैन चाहे त्यो यो क्यामेराको लेन्सले होस् या मेरो आँखाको लेन्सले होस् या मेरो आफू भित्रको आन्तरिक लेन्सले होस् क्याप्चर गर्न म चाहन्छु सो सुन्दर ठाउँ जालपादेवी मन्दिर टिकापुर यति सुन्दर ठाउँ छ कि अब यसको वर्णन गरी साध्य छैन अहिले त झन्झन सुन्दर पो हुँदैछ त क्या पहिला अलिकति हैन यस्तो थिएन अहिले बनाउनु भएको रहेछ एकदमै राम्रो र यो ठाउँ स्थापना गर्ने जुन पनि समिति छ जुन पनि एउटा के छ हैन ती व्यक्तिहरूलाई चाहिँ एकदमै धन्यवादको कुनै शब्द छैन कि धेरै माथि हुनुहुन्छ उहाँहरू हैन यो यतिको यो हैन यो प्लेस चाहिँ हुन्छ नि कुनै कम्प्यारिजन नै छैन के तपाईँ लाखौँ करोडौँ अरबौँको लगानी गरेर बनाएको भिड भन्दा यो हैन त्योभन्दा कमै खर्च गरेर बनाएको यो शान्त ठाउँ पनि राम्रो हुन्छ क्या किनकि प्रकृतिसँग जुड्ने प्रकृतिसँग शान्त एकान्तसँग रहने माहौल बनाइदिनु भनेको एकदमै ठुलो कुरा हो कि किनकि भिडमा जान भिडमा रमाउन त संसारले सिकाइहाल्छ अथवा आफैले मान्छेले सिकिहाल्छ तर एकान्त शान्त प्रकृतिसँग रमाउने अवसर बनाइदिनु त्यो भनेको सबैभन्दा ठुलो कुरा हो राम्रो कुरा हो पुण्यको कुरा हो मलाई जस्तो लाग्छ सो पहिलो कुरा उसलाई चाहिँ यो सिकाउनु त्यो सिकाउनु भन्दा पनि ऊ चाहिँ को हो अथवा ऊ चाहिँ खासमा के हो भन्ने कुरा सिकाइदियो भने उसले बाँकी कुरा आफै सिक्छ अरे के त्यही भएर ऊ को हो भनेर चिनाइदिनु ऊ के हो भनेर चिनाइदिनु अथवा ऊ के हो के होइन भनेर फरक छुट्याइदिनु अनि सबैभन्दा ठुलो कुरा हो र त्यो थाहा पायो भने त्यो उसले जान्यो भने अरू कुरा त उसले जानिहाल्छ सो प्राइमेरी कुरा भनेको चाहिँ ऊ को हो त हु इज हि अर सी होइन मान्छे के हो त खासमा के मान्छे आत्मा हो कि यो शरीर हो कि मन हो कि के हो त खासमा यो कुरा चाहिँ उसले चाहिँ आफैले ध्यानबाट सिक्ने योगा प्राणायामहरूबाट सिक्ने एउटा माहौल तयार गरिदिनु यो ठुलो कुरा हो शान्त एकान्त यस्तो सुन्दर स्थान वातावरण मिलाइदिनु सबैभन्दा ठुलो कुरा हो यो माहौल है सो यहाँ आउँदाखेरि मलाई हैन जति ठुलो कलाकार सेलिब्रेटी मन्दिरमा महोत्सवमा आउँछ त्यहाँ जाँदाको रमाइलो भन्दा यो करोडौँ कुरा के त्यो कम्प्यारिजन छैन भनौँ सिधै करोडौँ भन्दा पनि कम्प्यारिजन छैन के त्यति यो टप लेभलमा हुन्छ के यो ठाउँ जुनसुकै पनि ठाउँहरू तर स्पेसली म यहाँ आइरहने भएकाले यो ठाउँ किनकि यो अलिकति एकदमै अहिले चाहिँ एकदम मजाले बनाइएको पनि छ क्या होइन यो अलिकति पुरानै भए पनि यतिको भए पनि पुग्छ किनकि छ यो होइन बस्नलाई ऊ त्यहाँ पनि छ यहाँ पनि बस्नु सक्यो चप्पल राखेर जता पनि किनकि यहाँ एकदम शान्त एकान्त छ होइन चराचुरुङ्गीहरू कराउँछन् एकछिनपछि कराइरहेको पनि छन् नजिकै यहाँनिर हाम्रो जमरा नदी पनि छ क्यारे अब रुखहरू त अब भन्नै परेन त्यहाँनिर अलिकति खोला जस्तो पनि छ अलि सिमसार क्षेत्र खैर त्यहाँ पानी छैन एनिवे सो यस्तो किसिमको होइन हावाहरूको आवाज त सुनिन्छ नि त चराचुरुङ्गीहरूको गाना त सुनिन्छ नि त होइन प्रकृतिको अनुभूति त गर्न सकिन्छ नि त शान्त एकान्तको अनुभूति गर्न सकिन्छ नि त सो यो ठाउँ यस्तो किसिमको माहौल भनेको चाहिँ मलाई जति ठुलो कलाकार सेलिब्रिटी आउने महोत्सव भन्दा पनि यो एकदमै पिक लेभलमा टप नोच लेभलमा लाग्छ मैले त्यो एक्सप्लेन गर्न यति धेरै शब्दहरू छन् कि भनेर पनि म थाक्दैन कि त मसँग यति धेरै शब्दहरू छन् कि म भन्नै सक्दैन भन्ने त्यो टाइपको फिलिङ आउँछ त्यो प्रकृतिको बयान गर्न पाउँदाखेरि र आफूलाई जब म एउटा एकान्त शान्त यो प्रकृतिसँग कनेक्ट गर्छु त्यति बेलाको आनन्द नेक्स्ट लेभल डिफ्रेन्ट लेभल हुन्छ नि त्यो मैले भने नि त्यो जुनसुकै होइन त्यो मेला महोत्सव यताउता भिडमा जुनै पनि त्यो सांसारिक कुनै पनि कुराहरू दिन सक्दैन क्या सो तर फेरि धेरै समयपछि फेरि प्रकृतिसँग कनेक्ट हुन पाए त आनन्दै बेग्लै गर्नु होइन सो आफ्टर लङ टाइम या भन्छ नि होइन त्यस्तै सो आफ्टर लङ नै भनौँ धेरै लङ त होइन
अलिअलि लङ किनकि मेरो लागि प्रकृतिसँग शान्त एकान्तसँग जुड्न नपाउनु कनेक्ट हुन नपाउनु भनेको लङ नै जस्तो लाग्छ कि म चाहिँ जति पनि आफ्नो होइन भिडमा यताउता साथीभाइ यो थियो होइन त्यो देखावटीपन स्वार्थीपनको संसारमा जति उल्झे पनि जब म आफूलाई चाहिँ यो प्रकृतिसँग चराचुरुङ्गीसँग रुखहरूसँग जङ्गलहरू पहाडहरूसँग एकान्तसँग शान्त मौनतासँग साक्षात्कार गर्दैन नि त्यो किसिमको एउटा चैन शान्ति सेटिस्फ्याक्सन आनन्दी आउँदैन कि होइन जति भिडमा तपाईँले जे चिज पाए पनि केही न केही छुटे जस्तो लाग्छ कि तर यो शान्त एकान्तमा आएर बस्दा पनि केही नपाए पनि उल्टै आफ्नो केही गइरहेको हुन्छ होइन बाहिरबाट हेर्दाखेरि एक्चुअली हुन त आफूले गेन भइरहेको हुन्छ धेरै कुराहरू तर बाहिरबाट हेर्दाखेरि एक्लै शान्त एकान्तमा हेर्दाखेरि टाइम बर्बाद भइरहेको छ के छ बेकाम केही पाएकै छैन भन्ने हुन्छ तर एक्चुअली धेरै कुराहरू पाइरहेको छ त्यो कुराहरू पाइरहेको हुन्छ जो कुराहरू ऊ जहाँ गएर पनि जे कमाएर पनि जत्रो भिडमा गएर पनि कमाउन सक्दैन सो यति धेरै भावनाहरू यति धेरै सुन्दरताहरूको एउटा यो वातावरण माहौल हो यो ठाउँ यो प्रकृति खासमा एक त मन्दिर आफैमा एउटा पवित्र स्थान त्यही माथि यो एक किसिमको यो प्राकृतिक माहौल होइन सुन्दर स्थान एकदमै प्यारो छ कि र मलाई के लाग्छ भने हरेक यो सहर बजारहरूमा चाहिँ एक किसिमको एउटा कर्नरमा अथवा जता सुइटेबल हुन्छ त्यता एकदमै पार्कहरू यस्तो गार्डनहरू जहाँ चाहिँ एकदमै पवित्र प्योर साइलेन्सहरू अब्जर्भ गर्ने टाइपको शान्त मौन एकान्त अनि पछि तपाईँको यो चराचुरुङ्गीहरूको आवाज त्यो माहौल टाइपको अनि रुख बिरुवाहरू होइन झरनाहरू सकेसम्म भएसम्म त्यस्तो किसिमको प्लेसहरू चाहिँ इस्टाब्लिस गर्नुपर्छ र हुनैपर्छ जस्तो मलाई लाग्छ कि किनकि मान्छेलाई भिडमा भुल्याउने जति चिज भए पनि उसले एड्दैन आउनुपर्ने एकान्तमै हो त्यही भएर एकान्तमा रहने चिजहरू चाहिँ इस्टाब्लिस गर्नुपर्छ भन्ने मलाई लाग्छ मान्छेले जवानीमा जति भिडमा समय बिताए पनि उसको मेजर पोइन्ट उसको क्रिटिकल जुन चाहिँ एक्चुअली म्याटर गर्छ वर्थ छ वर्दी छ एक्चुअल वर्दी छ त्यो मोमेन्ट चाहिँ उसले एक्लै स्पेन्ड गर्नुपर्छ क्या सो त्यही भएर मान्छेले चाहिँ he or she will have to learn to be alone होइन पिपल ह्याभ टु टेस्ट द अलोननेस साइलेन्स जस्तो मलाई लाग्छ र यता प्राय मान्छेहरू खासै मन्दिरमा आए पनि यता आउँदैन किनकि यता फोटो खिचाउनु पर्ने त्यस्तो खासै मान्छेलाई त्यति लाग्दैन होला तर मलाई चाहिँ यो हुन्छ नि यसलाई चाहिँ क्याप्चर गरिरहँ अनि यताको चाहे त्यो मोबाइलको लेन्सले होस् मेरो आँखाको लेन्सले होस् या मेरो भित्री आँखाको लेन्सले होस् यो ठाउँलाई म अनुभूत गरिरहँ जस्तो मलाई लाग्छ र यता शान्त एकान्त भएकै राम्रो मेरो लागि चाहिँ किनकि आई क्यान टक विथ दिस होइन यो वातावरणसँग रुख चराहरूसँग म एकदमै त्यो फेस टु फेस डाइरेक्ट हार्ट टु हार्ट भन्छ नि त्यो किसिमले कुरा गर्न सक्छु र कनेक्ट हुन सक्छु र उनीहरू पनि कनेक्ट हुन्छन् सो यो माहौल मलाई एकदमै प्रिय माहौल हो कस्तो लागिरहेको छ तपाईँहरूलाई होइन क्यामेराले कतिको देखाइरहेको छ खैर खासै राम्रो क्यामेरा मोबाइल त होइन तर पनि मलाई त देखाइरहेको छ होला है एकदमै सुन्दर स्थान म केही समय यहाँ बिताउँछु केही समय म एकछिन अलिकति साइलेन्स र पिसको प्र्याक्टिस गर्छु अलिक प्राणायामहरू अनि त्यसपछि म उता जाने बेला यताबाट गएँ भने सो अहिले सोयो है त अरू कुराहरू सो अहिलेसम्म जे जे देख्नुभयो अनि जे सुन्नुभयो कस्तो अनुभूति भयो कस्तो लाग्यो तपाईँहरूलाई लेट मी नो इन द कमेन्ट सेक्सन है यदि तपाईँ यो भिडियो कहीँ कतै हेरिराख्नु भएको छ टिकटक कतै होइन फेसबुक जता भए पनि राइट आई विल पोस्ट इट समवेयर सी यू लेटर है त एकछिनपछि सो केही समय प्रकृतिसँग कुरा गरिसकेपछि एकदमै यो सुन्दर शान्त माहौल वातावरणसँग केही इन्टरभ्यू फेस टु फेस साक्षात्कार गरिसकेपछि आफैले आफैसँग र आफैले यो प्रकृतिसँग बोलिसकेपछि अब चाहिँ सो आइ एम गोइङ टुवर्ड्स माई होम सो यो शान्त दृश्यलाई धन्यवाद दिँदै मैले अघि नै भनेको थिएँ सो यसरी जाँदाखेरि अहिले सो यतातिरको यो सिनेरियो पनि होइन सो यस्तो किसिमको माहौल छ यु क्यान सी हियर मी है टक्क लाएर सो आज चाहिँ फेरि लाइन जाने भनेको छ आज बिहान 10 बजेदेखि 3 बजीसम्म सो भिडियो साँझै अथवा भोलि जहिले आउँछ अहिले अपलोड इट है सो यसरी यताको माहौल छ मन्दिरमा मान्छेहरू हुन्छन्
कहिले काहीँ नट अलवेज। अन्त यति सुन्दर यो शौचालय। अहिले त जस परसम्म राम्रो बनेको छ मन्दिर। यता पनि यसरी जान मिल्दो रहेछ। मन्दिर जाँदाखेरि यताबाट, नत्र यसो राउन्ड गर्दाखेरि यताबाट जानु पर्दो रहेछ। म त्यो बाटो गएको छैन, सो आज यही बाटो जाउँ त, कहाँ कहाँ पुग्ने रहेछ हेरौँ न। तर यतातिर आउँदाखेरि एकदम मच्छर भुसुनाहरू छन् कि, त्यसको चाहिँ अलिकति प्रब्लम हुन्छ। टक्क यस्तो किसिमको माहौल छ। हेरौँ टक्क लाएर यहाँ हाम्रो यो ब्याडमिन्टन खेल्ने कोर्ट। भाइब त छ नि, होइन? एकान्तको भाइब छ। यो एकान्त शान्तमा धेरै कुराहरू छ। यहाँ ठ्याक्क पारी पनि एउटा मन्दिर छ, त्यो चाहिँ सायद शिखर शैली भन्छ त्यसलाई। यो चाहिँ हाम्रो प्यागोडा शैली हो बनेको मन्दिर। अनि उता चाहिँ शिखर शैलीमा भनेको एकदम शिखर जस्तो, सगरमाथा जस्तो। यता अलिकति भुसुनाहरू आउँछन्, त्यही भएर म प्रायः कम नै आउँछु यतातिर, किनकि यता मच्छर भुसुनाहरू हुन्छन्, मुखमा आउँछन्। त्यही भएर अलिकति अप्ठ्यारो आउँछ, बोल्न हिँड्न पनि अप्ठ्यारो हुन्छ। यहाँ ढुङ्गाको मूर्ति छ, टक्क लाएर बाँस छ यतातिर। हो यतातिर हाम्रो ड्रिङ्किङ वाटर छ, टक्क लाएर। यसरी सुन्दर दृश्य देख्न सक्नुहुन्छ। यतातिर अलिकति यो सिमसार एरिया जस्तो राम्रो पोखरी टाइपको, नट एक्ज्याक्टली। हाम्रो मन्दिर